Hello everyone, namaste and welcome to my vlog. यहाँ चाहिँ इभिनिङ छ। इभिनिङमा म चाहिँ जाँदैछु हाम्रो घर नजिकै सानो मार्केट छ अनि त्यहाँ मेरो रुममेट दाइहरू पनि काम गर्नुहुन्छ अनि आई जस्ट फिनिस्ड मेरो मर्निङ सिफ्ट थियो हैन। मर्निङ सिफ्ट सकेर अनि लाइक इभिनिङमा भर्खर इभिनिङ भएको छ। इभिनिङमा घर आएर खाना बनाएर अनि यसो वाकिङमा निस्केको। सो म तपाईँहरूलाई देखाउँछु। यति शान्त छ नि यता वरिपरि, खासै मान्छेहरू पनि बाहिर देखिँदैनन्। जङ्गलै जङ्गल जस्तो बिचमा घरहरू छ अनि यहाँ चाहिँ कस्तो त्यो हाइट जस्तो पनि छ हैन, तर त्यस्तो धेरै माथि पनि छैन। यस तपाईँ म सबैले देखाउँछु कस्तो छ भनेर। अनि लाइक घरमा बस्दा बस्दा पनि 3 दिन हुँदै थियो। लास्टै बोरिङ लाग्यो हैन, कोही छैन, साथीभाइहरू हुँदैन, सबै काममा हुन्छन् अनि आफू मात्रै घरको कोठामा बस्न पनि यस्तो बोरिङ लाग्छ कि राम जाने पनि कहीँ ठाउँ हुँदैन। अब ठाउँ त टन्नै घुम्ने ठाउँहरू पनि छ, लेकहरू छ, राम्रो राम्रो पार्कहरू छ, तर एक्लै गएर बस्नु पनि लास्ट बोरिङ लाग्छ। अनि यत्तिकै गयो 3 दिन होलिडे, बेकार गयो। अब नयाँ आउने होलिडेमा चाहिँ प्लानिङ गर्नुपर्छ। त्यही हो बाहिरको लाइफ भनेको। सो आजसम्म लिने जस्तो नै हुन्छ है बुढोहरूलाई। अनि त्यहाँ जान्छु, के हुन्छ अब यो भ्लग अन्तिमसम्म हेर्नु होला। अनि गएर एउटा कफी खानु पर्ला अनि फर्किनु पर्ला। हजुरहरू बस्ने क्यानाडा कस्तो छ खै? म बस्ने त यस्तो छ हेर्नु। टक्क यहाँदेखि भित्र चाहिँ घर छ है। मान्छेहरूलाई चाहिँ हाम्रो नेपालमा चाहिँ त्यो सहरमा गएर खाँचेर बस्नु मन लाग्छ है। यहाँ त मान्छेहरूलाई चाहिँ टक्क शान्त ठाउँमा टक्क त्यही यो इकोनोमिक क्राइसिसले गर्दाखेरि काम पनि त्यस्तै छ। कहिले एकदम धेरै काम हुन्छ अनि त्यो बेलामा चाहिँ आहा यस्तो आनन्दको निद्रा लाग्छ। कहिले कामै हुँदैन अनि खाना खाने पनि मन लाग्दैन यार। किन लाइक पहिला मलाई बाबाले भन्नुहुन्थ्यो क्या, काम गर्न पर्छ भन्नुहुन्थ्यो होइन। अहिले मलाई त्यति बेला मलाई काम गर्न मन लाग्थेन, खासै केही पनि गर्न मन लाग्थेन। आमाले घरमा बस्यो, मम्मीले चिया खाना बेडमा ल्याइदिनुहुन्थ्यो, खायो सुत्यो। तर आजभोलि नि सुत्दाखेरि यति पिर लाग्छ अब के गर्नु क्या भनेर सिउै छैन भनेको। बरु काममा गयो भने आनन्द लाग्छ, आज चाहिँ ल यति कमाएँ यति भएपछि त हुन्छ भन्ने हुन्छ। तर घरमा बस्दाखेरि त यस्तो हुन्छ कि यस्तो पिर लाग्छ, पुरै छन्नुहुन्छ यार। ल ठिक छ, जे जस्तो भयो भने अब ब्लगलाई चाहिँ इन्जोय गर्नुपर्छ। थोरै हिँड्यो भने चाहिँ म त्यहाँ पुग्छु। अनि त्यहाँ एउटा एलिमेन्ट्री स्कुल पनि छ है। हाम्रोतिरको स्कुलहरू चाहिँ गयो सरकारी स्कुल भने मान्छेहरूले हेला गर्छन् होइन, तर यहाँ मान्छेहरूलाई सरकारी स्कुलमा पढ्न चाहिँ एकदमै धेरै भ्रमा के अरे अब के भन्छ बोल्न पनि आउँदैन, त्यही पनि एकदमै धेरै चाहन्छ होइन पढ्नको लागि। यस्तो राम्रो बनाएको हुन्छ, एलिमेन्ट्री भन्छ होला त्यसलाई चाहिँ, मलाई त्यति थाहा छैन, त्यो देखाउँछु। अनि म क्यानाडामा सायद अब पपुलेसन बढ्दैछ भनेर हो कि क्या हो, जहाँ पनि घर बनाएको देख्छु। यहाँ पनि घरै बनाउनु लागेको रहेछन्, उता पनि घर बनाइसकेको थिएँ है। त्यस मान्छेहरू बढिरहेको छन्, आइरहेको छन्। अब आफ्नो कर्म गरेर खाने हो होइन। बाहिर त भन्छन् मान्छेहरूले क्यानाडा यस्तो भयो यहाँ त्यहाँ भनेर, तर त्यो केही पनि होइन। हिजो बिहान हाम्रो देश पनि केही नै थियो र होइन। अब एक साग खाना पनि धौधो हुन्थ्यो, खोल्टीमा 5 रुपियाँ हुन्थेन। एटलिस्ट यहाँलाई खोल्टीमा 5 डलर त हुन्छ यार कमसेकम। यस्तो गराएको। अनि हाम्रो यो यतातिरको त हाम्रो त के भन्ने हो, मेरो त होइन, हाम्रो नि होइन, क्यानाडियनहरूको चाहिँ स्कुल चाहिँ यस्तो हुन्छ। क्यानाडियनको खैरेको बच्चाहरू पढ्ने चाहिँ अगाडिबाट देखाउँछु होइन। यस्तो मिलेको हुन्छ कि स्कुल। यो चाहिँ यो स्कुलमा चाहिँ पढ्छन् खैरेको बच्चाहरू होइन। एलिमेन्ट्री स्कुल हो, के रहेछ नाम चाहिँ उहाँ लेखेको छ, आफै पढ्नु होला होइन। यो चाहिँ स्कुल हो केटाकेटी पढ्नेहरू। यति राम्रो हुन्छ। अब बिल्डिङ पनि पढाइ पनि होइन। नेपालमा जस्तो 12 घन्टा पढ्न पनि पर्दैन, 8वटै किताब पनि पढ्न पर्दैन अनि 8 घन्टा स्कुलमा पनि गएर बस्नु पर्दैन। यतातिर त आनन्द हुन्छ पढाइ। सो यो चाहिँ क्यानाडाको स्कुल भयो। अब चाहिँ म अगाडि जाँदैछु अनि यहाँ चाहिँ यस्तो हुन्छ पार्किङ चाहिँ टक्क ल्याएर मान्छेहरू हिँड्ने चाहिँ वाकिङ यस्तो बनाएको हुन्छ, जेब्रा क्रसिङ।
यहीँ काट्नुपर्छ। तर एउटा कुरा चाहिँ गाइज होइन, हाम्रो नेपालमा चाहिँ गाडीलाई पहिला जान दिएर मान्छे रोकिन्छ भने यहाँ चाहिँ मान्छे पहिला गइसकेपछि गाडी रोकिन्छ होइन। किनकि यो भनेको नि सिभिक सेन्स हो होइन। किनकि हामीले चाहिँ गाडी हुने मान्छेहरू खतरा सम्झिन्छौँ है। तर अब यहाँ त गाडी नर्मल्ली पनि पाइन्छ, त्यही भएर पनि हो। त्यहाँ पाहाडी बसेको चाहिँ हाम्रो ताइगुन है, हाम्रो रुमको ताइगुन त्यहाँ बसिरहेको छन् कुरेर। एक हल्लियो क्यामेरा किने गर्दा फाइनल्ली हामी चाहिँ मार्केटमा आयौँ। यहाँ फार्मेसी पनि रहेछ, मेडिकल किन्न। यो चाहिँ फ्रेजर हाइटको सानो मार्केट हो यो चाहिँ। त्यहाँ चाहिँ लिक्विड सप थियो है, बन्द भयो। हामी कहिले कहिले बियर लिएर जान्थ्यौँ त्यहाँदेखि। अनि यहाँ चाहिँ इन्डस्ट्रियल मार्केट रहेछ क्यानाडियन। एउटा कुरा चाहिँ देखाउँछु है, यसले भ्लगमा भन्नै पर्ने कुरा, क्यानाडियन ओन्ड एन्ड अपरेटेड भन्ने चाहिँ भनिरहेको छ होइन। अनि यसको मतलब चाहिँ के हुन्छ भन्दाखेरि सकेसम्म चाहिँ क्यानाडियन प्रोडक्ट नै किनौँ, कन्ज्युम गरौँ होइन। देशको पैसा देशकैमा राखौँ भनेर चाहिँ यसरी चाहिँ राखेको हुन्छ मान्छेहरूले। यो चाहिँ बोर्डहरू। यो लिक्विड सप त बन्द भयो त है? यो त बन्द भइहाल्यो। भन्छ तपाईँलाई कति आन्दा हुन्छ है भयो त? लिएर जानुहुन्छ है? भना यार बन्द भयो यो चाहिँ। तर यहाँ चाहिँ बोर्ड राखिराखेको छ यता हेरेर, ओपनिङ हार यो त्यो ताउती। त्यो त के हो यहाँ, त्यो द बाउन एन्ड बिस्कुट बिस्किट दाइ। हाउस द मोमो कस्तो छ? कस्तो लाग्यो हजुरलाई भगवान? फ्राई मोमो टक्क लाएर तातो या मोमो। तातो त मिठो हुन्छ होइन, तर तातो हुने क्या मोमो यार। टक्क लाएर डोबो। हामी चाहिँ भर्खरै अब फ्रीको मोमो त के भन्नु है नेपाली दाजुभाइकोमा। अब तपाईँहरू पनि फ्रेजर हाइट नजिकै बस्नुभयो भने चाहिँ कि दाइ नाम के हो रेस्टुरेन्टको? मतलब बिर्सेँ यार। हाम्रो फ्रेजर पिज्जा.com। फ्रेजर पिज्जा.com मा आएर मिठो मिठो मोमो पिज्जा त्यस्तो चाहिँ के पाइन्छ हो तपाईँले भन्दिनँ न हो। अब सबै हाम्रो इन्डियन नेपाली कुजिन सँगै पिज्जा। यहाँको सबैभन्दा फेभरेट तपाईँको डिस चाहिँ के लाग्छ? के जस्तो लाग्छ? मलाई त यहाँको सबै मिलै लाग्छ। अब आफ्नो प्राय होइन हौ, मलाई चाहिँ यहाँको सबभन्दा बेस्ट लाग्छ थाहा छ? मैले झोल मोमो पनि ट्राई गरेँ, अब डिप फ्राई पनि ठिक छ होइन। तर मोमो त त्यो टेस्ट एउटै हो कि, तर चिल्ली मोमो चाहिँ बेस्ट छ क्या यहाँको। चिल्ली मोमो चाहिँ बेस्ट छ, चिल्ली मोमो। अनि त्यसपछि बिरयानी पनि मिठो बनाउँछ नि केटाहरूले। बिरयानी नि मिठो बनाउँछन् रे मैले ट्राई गरेँ। यहाँको मैले त धेरै ट्राई गरेँ। तर अस्ति तपाईँहरूले बटर चिकन पिज्जा लिनुभएको थियो नि लास्ट टाइम यहाँदेखि, त्यो चाहिँ मेरो थियो। मैले अर्डर गरेर उबर अर्डर चाहिँ खासै त्यस्तो केही भएन होइन, तर पनि राम्रै थियो। तपाईँहरू पनि मिठो मिठो नेपाली खाना खानु छ भने टक्क फ्रेजर हाइटको माथि आएर अर्डर गरेर खान सक्नुहुन्छ। अहिले चाहिँ हामी घर जान लागेको, अँध्यारो भइसक्यो। बाहिर चाहिँ एउटा श्यामराले गीत गाएको थियो नि त एउटा, त्यो के अरे पढाइको देश त बाहिरातमा नि उजेलो भन्नेवाला के। त्यस्तो म भरि गइहाल्छु के अरे मैले बिर्सेँ यहाँ थियो। बसे है पाले दाइ गेट नलाई यस्तो हो के त्यो श्यामराले गाएको गीत चाहिँ। बसे है पाले दाइ गेट नलाई म भोलि आउने छु मायालु भेट्नलाई भन्नेमा चाहिँ गएको थियो कि। के भन्दाखेरि त्यो पढाइको देश त दाइ रातमा नि उजेलो भन्नेवाला बनाएर त्यति नै आयो। म त अरू आएन, दिन रातै उजेलो त्यस्तो के भन्ने थियो कि। त्यस्तै छ हौ यहाँ पनि। ल तपाईँले भोलिलाई छोरी लिएर आउनुभयो भने ट्याक्कै स्कुलमा लिएर भर्ना गर्नुपर्छ। अनि ट्याक्क ल यो आज म भ्याउने भएन नाल्याउनु, तिमी गएर आइदेऊ त भन्न हुन्थ्यो दाइ। तर यहाँ चाहिँ त्यस्तो हुँदैन छ। तपाईँको नाम टिपाए पनि हुँदैन हो, कि बाउ कि आमा। अनि त्यसको बेबी सिटर राख्छ नि, त्यस्तो खालको हुँदो रहेछ एउटा।
बलिरहेको धल्ल लाएर स्याप हो यतिको घर बनाउन पाए त जानलाई अरू केही चाहिन्थेन यार यता तपाईँले यहाँ देख्नुभयो यो जङ्गलभित्र पनि घर छ नि यहाँ दुईटा छ दुईटा कि तिनवटा छ यहाँ घर तर यहाँ मान्छेहरू यस्तो शान्तमा बस्न मन लाग्छ है यस्तो आनन्दकोमा हामीलाई नेपालमा रुममा आइपुगेँ होइन आजको दिन चाहिँ खत्तै रमाइलो भयो होइन आज मेरो मर्निङ सिफ्ट पनि थियो काम पनि सक्यो त्यसपछि म इभिनिङमा घुम्न पनि गएँ दाया लिएर आएँ तपाईँ म थ्याङ्क्स पनि भन्नु नि दाया तपाईँ ल्याउन गएर यार तपाईँ को छ यहाँ लिएर आउने यहाँ क्यामेरा थ्याङ्क्स भनिदिनु धेरै धेरै धन्यवाद किन आयो कफी खाउँछु भयो मैले उल्टो मोमो खाइदिएँ तर यार मोमो मिठो हो मलाई मोमो खान मन लाग्यो तर पैसा त मलाई मोमो खान मन लागेको थियो तर त्यहाँ पखाइतिर खान मन लागेको थिएन मेरो एक्सप्रेसन त्यही थियो कि आज त्यहाँ छिर्न पाएर मोमो खान पायो भने थियो कि साँच्चै तर मोमो पनि खाइयो लास्ट मिठो थियो मोमो होइन मोमो चाहिँ मिठो थियो त्यो मान्छेको गफ पनि मिठो थियो होइन कति छिटो तिनीहरू कति छिटो क्लोज भएको यार त्यो अर्को चाहिँ अर्जुन भन्ने कि होइन ऊ त त्यस्तै हो बोल्ने खाले तपाईँको त्यो म जाँदा बित्तिकै होइन जाँदा बित्तिकै उसले लाइक हेलो हाई भइसकेपछि पनि सिधै के कति कति छिटो पर्सनल त्यो लास्टै त्यो पोस्ट लाग्यो कि मलाई चाहिँ खतरा लाग्यो त्यो तर साउजीसँग तपाईँहरूले मेरो इन्ट्रेक्सन गर्नु भनेको त्यो साउजीसँग भयो भने त बिदाको टाइममा गएर बस्न भने त के अरे हेल्प गर्दैन भने त किचनमै गर पनि अर्को दिन जाउँला नि फेरि होइन आइतबारतिर जाउँला नि त आइतबार इभिनिङमा इभिनिङमा हेर्ने जाउँला गेम्समा आउँला क्या फेरि त्यो गर्दा नि बेस्ट हुन्छ ल खाना त जाने दाइलाई कुद्ने हो केही दाइलाई खाना अब 10 मिनट जति 10-15 मिनटमा आउँला नि ठिक छ खेल्दा चाहिँ म अलिक खासै भोक लाग्यो म खाएर आएको वेल गाइज हामी चाहिँ यही हो दुईजनाको रुम यहाँ चाहिँ यता हाम्रो रुम छ टिभी छ हाम्रो मादल गिटार तर कहिले बोलाउनु टाइम मिल्दैन ओ त्यहाँ चाहिँ हाम्रो दाइको सानो मूर्ति पनि छ है पछि मूर्ति बिहान पूजा गर्छन् खेन्दाईले त्यो खेन्दाईको यो यसले चाहिँ मेरो रुम यति आजको भ्लग पनि यहीँ सकेको जानकारी गाउँदै फेरि अर्को भ्लगमा भेट्नेछौँ अहिले भने गुड नाइट भ्लगलाई माया गर्नु होला